यो भिडियो चाहिँ 1 महिना अगाडिको हो। शुक्रबारको दिन हामी रमिते गएको थियौँ सबैजना। दमकमा एकदम गर्मी थियो अनि रमिते जाँदाखेरि चाहिँ त्यतिखेर हाम्रो स्कुटीले चाहिँ हामीलाई तानेन अनि हामी चाहिँ अलिकति पछाडि नै पऱ्यौँ। यहाँ चाहिँ हामीलाई सबै दाइहरूले पर्खिराख्नु भएको थियो अनि हामी पानी पियौँ अनि यस्तो मुनिदेखि भ्यू चाहिँ दामी देखिन्छ त्यो रमिते जाने बाटोदेखि। त्यहाँदेखि हेर्दाखेरि चाहिँ अनि यो चाहिँ मैले यसो हल्का पेन्ट गरेको देखाइदिएको मेरो स्कुटी हेलमेट। त्यहाँ हेर्नु एकपट्टि कस्तो घाम लागिरहेको छ मुनि होइन, तराईतिर एकपट्टि यस्तो गुस्से। अहिले म चाहिँ त्यही कम्पेयर गर्दै हिँड्दै थिएँ क्या। यता यस्तो गर्मी अनि यता चाहिँ फेरि रेन्टर यस्तो गुस्से अनि अझै पर रमितेतिरै त पानी नै पर्ला जस्तो कालो भएको थियो क्या। अनि हामीलाई बाटोमा अनि हल्का पानीले छिटायो, त्यही पनि केही छैन, अब गइसकेको। म चाहिँ पुरै बुझिसकेको थिएँ आधी बाटोमा पुग्दा। त्यहाँ गएर हामीले चाहिँ यसो खायौँ है। अनि त्यतिखेर दादाले चाहिँ भिडियो खिच्ने बेला भन्नु पर्दैन, म अलिक पोज दिन्थेँ भन्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ लोकल पोहोरको त्यहाँको यो खै पातले सिस्नु के। अनि मेरो भाइहरू पनि ठ्याक्कै आइपुग्यो। अनि मेरो भाइले चाहिँ कस्तो दामी बनाएछस् नाना भन्दै यसो देखाउँदै थियो। तर यसमा चाहिँ अझै गर्नै बाँकी थियो। मैले टक्क दाइ दिदीहरू गफ गर्दै हुनुहुन्छ। हामी चाहिँ खास त्यहाँनिर बेलुका पर्खिँदै थियौँ क्या, कतिखेर बेलुका हुन्छ। अनि दाइलाई चाहिँ बाहिरतिर निस्किँदाखेरि जुकाले टोकेछ। अनि टक्क लोकल ठर्रा खाँदै हामी बेलुका पर्ख्यौँ। अनि बेलुका भएपछि चाहिँ हामी फर्क्यौँ। खास चाहिँ हामी त्यहाँनिर यही नाइट भ्यूको लागि चाहिँ बेलुकासम्म बसेको थियौँ। कस्तो दामी देखिन्छ नि त राति। फर्किँदाखेरि दिदीको स्कुटी बिग्रेर हामी 4 जना चाहिँ पछाडि नै पऱ्यौँ। अनि धन्न स्कुटी 1 घन्टा 1.5 घन्टा पछि फाइनली बन्यो। अनि हामी त्यसपछि ब्याक टु दमक।